बाई बाई आमा बस्नुहोस् है, म स्कुल गएँ। बाई 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 आमा। आमा फेर किन रुनु भएको त्यसरी? अब रुनु पर्दैन के? अब हजुर गाउँमा गएर छोरो पढाउनलाई पैसा छैन भनेर गाउँ गाउँ गएर पैसा खोज्दै रुँदै अरूको अगाडि आँसु झार्दै पैसा खोज्दै हिँड्नु दिन गयो। अब पर्दैन। अब त सरकारले ब्याचलर प्लस माथि पढेकोलाई अब हप्तामा 20 घन्टा जागिर दिने अरे। त्यहीँबाट कमाएर म पढिहाल्छु नि। किन रुनु भएको? नरुनुहोस्। अब ती दिन दुःखका दिन गए, छोडिदिनुहोस्। आमा पढ्न जाने। अनि ए साँच्चै सुन्नु त आमा, अब बालाई पनि फोन गरेर घर बोलाउनु पर्यो। यत्रो वर्ष भयो बा विदेशमा बसेको, कमाछ पठाछ कमाछ पठाछ, घर बस्नै पाउनु भएन। अब भनिदिनु पर्यो अब बालाई। अब छोराले पढ्दै कमाउँदै गर्छ अरे। अब हजुर घर आउनुहोस् भन्नु पर्यो। साँच्ची आमा खै मोबाइल ल्याउनु त एकछिन, म आफै बालाई फोन गर्छु। ल्याउनु त मोबाइल। हेलो बाबा ढोगिदिए। सन्चै आराम हुनुहुन्छ? अब एउटा खुसीको खबर सुन्नु त। अब नेपाल सरकारले ब्याचलर पास माथिको पढ्नको लागि पढिराखेको मान्छेको लागि अब 20 घन्टा हप्तामा 20 घन्टा जागिर दिने अरे। अब म त हप्तामा 20 घन्टा जागिर पाउने भयो नि। अब मलाई पढ्नको लागि त म आफै पैसा पुर्याउने भएँ। हजुरहरूको लागि पनि केही थप त भइहाल्छ। साँच्चै अब हजुर फर्किएर घर आउनुहोस्। कति विदेशमा दुःख गरिराख्नुहुन्छ। अब छोरोले अब कमाउँछ, नेपालमै कमाउँछ। अब त छोरो विदेश पनि नजाने, नेपालमै पढ्ने, पढ्दै कमाउँदै नेपालमै अब नेपालमै अब जागिर दिने अरे। 20 घन्टा हप्ताको 20 घन्टा। आउनुहोस्। कति दुःख गर्नुहुन्छ अब। ल बा राख्दिएँ है। म आमालाई सम्झाउँछु। आमा सधैँ रोकोरै गर्नुहुन्छ। सधैँ तिमीहरूलाई पढाउनको लागि भनेर बुवा विदेश जानुभयो। यत्रो अहिलेसम्म 2 पैसा जम्मा गरिएको छैन। बुवाले पैसा पठाउनु भएको छ, तिमीहरूलाई पढाएछ, सिद्धिएछ। अरू केही हाम्रो काम लागेन, अरू केही गर्न सकेन। सधैँभरि दुःख भन्दै पिर माने गर्नुभएको छ। त्यही भएर हजुर अब घर आउनु। अब मैले यहीँ पढ्दै कमाउँदै गर्छु नि। अब पहिला जस्तो छैन। अब पढ्दै कमाउनु पाइने रे। अब त सरकारले जागिर दिने अरे हप्ताको 20 घन्टा। दुःख लिनै पर्दैन। अब फर्किनुहोस् बुवा है। ल राखिदिएँ अहिले मैले। म अब पढ्न जान्छु है। ल आमा म बुवालाई भनिदिएँ। अब बुवा पनि फर्किएर घर आउनुहुन्छ। हजुरहरू अब घर बस्ने। म पढ्दै त हप्तामा 20 घन्टा जागिर पाएपछि धेरै थोरै कमाइन्छ। अनि बिस्तारै पछि अलि धेरै कमाउँदै जाम्ला। अब त मलाई पढ्नको लागि पनि पैसा हजुरहरूले दिन पर्ने भएन। अलिअलि बिहान साँझ खानलाई त्यहीँबाट जोगाएर हजुरहरूलाई पनि पैसा दिन्छु। अनि साँच्ची आमा एउटा मोबाइल चाहिँ बुवालाई ल्याउन भनिदिनु न है। अहिलेको जमाना यसो मोबाइल भएन भने त फेरि स्कुलमा यसो हेर्न त पर्छ। अरू पिर नगर्नु कि एउटा मोबाइल चाहिँ मगाइदिनु होला है।